Hi guys, welcome back to our channel and यहाँ हाम्रो दिदी हुनुहुन्छ र दिदी भेडाले मलाई आज घुमाउन लाँदै हुनुहुन्छ। हेलो दिदी, नमस्कार। कति हिजो कतिमा हालेको रे 185 नि 184 थियो। Ignore this तेल वाला गफ गाइस। के गर्नु, गाडी पानी हालेर छ। I look so beautiful today. So do I look handsome. And mother so do I भन्दा beautiful देखिन्छ। Handsome अनि यार तिम्रो नजरमा ब्युटीफुल भयो, ब्युटीफुलै सहीपट्टि। हामी जाँदै छौं। धेरै भयो। अगाडि कपालको मिठो मिठो कुरो गरेर मलाई जलाउँदै हुनुहुन्छ र हामी जाँदै छौं। Why would you say 15 minutes? Why are we driving for the long drive? Why are you going to save the time? Still we got long drive to buddy. What the hell? पाले पालो चलाउनुस् न, माया बढ्छ रे क्या। म त चलाउँदिन। गाडी हो यहाँ त्यही रिस उठ्ने गाडी भएको मलाई आजले किन दिने गाडीको टेस्ला के बज्यो हाम्रो स्वास्वा त गरे हैन नि फेरि। अब पनि संसार बज्यो अन्त घरमा लुगा देख्नु गरिहाल्छ। स्वास्वा के हो यो त? काठमाडौँ जाने बाटो जस्तो देख्छु त म त। यो थानकोट हो। मनथली जाने बाटो। ल अस्ति टुबेलो पसल जाँदा नि थानकोटको बाटो गइस। साथीहरु हामी जाँदै छौं खुरकोट फिलिप आइल्यान्ड। फिलिपिनो। ई हामी जाँदै छौं फिलिपिनो। फिलिपिनो रे के आइले। खुरकोट मन्थलीको बाटो दिदी कस्तो लागिरहेछ तपाईलाई? हामी जाँदै छौं फिलिप आइल्यान्ड। तर हामीलाई त उतैबाट लथ्यो हैन र बाबा मम्मीसँग जाँदा त। काँडा कताड के हाले एकैचोटी तेरो डेन्डनङबाट लिएर आएर फ्री। हामी पहिला यतै आथ्यौं के सिधै। डेन्डनङबाट फ्री भइहाल्यो यार। यहाँ हो त भने 121 किलोमिटर फ्री भइहाल्छ यार घरबाट सिधै। 41 किलोमिटर मात्र हुन्छ। कति चाहिँ भित्री बाटो चलाएर पनि गाडी हाल्छ। हाम्रो काठमाडौँ जाँदा फ्रीवे कहिले बन्छ होला? काठमाडौँको फ्री होइन यो के हामी त हाम्रो लागि त त्यो आकाशको बाटो बन्नुपर्छ। जब सिंगल लेन छ त आकाशको बाटो कतिवटा लेन यहाँ त एउटा दुईटा तीनटा चारवटा पाँचवटा यसरी बाटो माथि लएर आकाशसम्म गाडी चलाउन मिल्ने अनि बल्ल जान मिल्छ अनि हामी नत्र त कहाँ जाने? पानी समुद्रले के भन्दा कसैले घेरे नि यो अस्ट्रेलियालाई। चलो जो है अच्छा है। अच्छा है। जाँदै छौं। Finally here. मेरो बुढो टापुवासी के भन्छ रे? टापुवासी भएर पुरा हैन अघि एक्सप्लेनेसन दिइराख्नु भएको थियो तर त्यो भिडियोमा छुटेछ। So sad. टापुवासी। यो अगाडिको पुल छ नि कृतिका। That's the one we यो भन्दा यताको चाहिँ हाम्रो रेगुलर जग्गा भयो, रेगुलर ल्यान्ड भयो हैन? हाम्रो यसरी छुट्टा हो क्या आइल्यान्ड। त्यही भएर आइल्यान्ड भने क्या त्यसलाई। पुल त बाङ्गो देख्छु त बिना। पुल बाङ्गै छ त नि। Is it safe? Huh? Is it safe? Yes. No, it is Karina. आयो। United Petrol बजार। हेर्ने यहाँ के गान्छ हामी अब। ल ठीक छ। पुल हेर्ने यहाँबाट फर्काइदिने अब। टापु हेरौँ, घरतिर लागौँ, धन्यवाद। टापु टापु त छिरै न अझै गान्छ हामी। होइन पुल त यही देखिन्छ। कुन बेला आउँछ पुलको मुख? नारायणीको पुल थोडी नदेखे। यो बिचको टापु चाहिँ अब जताततैबाट समुद्रले घेरेको क्या। ओके। भयो हो। त्यो त मलाई के भन्छ र हिस्ट्री टिचर आइल्यान्ड भन्दा मैले यो त 12-13 चोटि त आयौँ होला क्या हामी त। डजन्ट म्याटर के आइल्यान्डको बारेमा हिस्ट्रीमा हुँदैन।
है आइल्यान्डतिर। अरू देशमा आइल्यान्ड बोटमा जान्छन्, हामी पिचबाट जान्छौँ। हामी पुलबाट जान्छौँ। फेरि हैन गफ त फेरि यहाँबाट अब आइल्यान्ड सुरु भयो। के फिलिप आइल्यान्ड तर त्यहाँ त अझै 500 मिटर्स लेखेको थियो हैन। ल अब चाहिँ मैले बन्द गरिदिएँ साथीहरु। तपाईहरुलाई चाहिँ हामी डेस्टिनेसनमै पुगेसी गर्नुलाई यस्तो यो सोझै बाटो नि के हेर्नु, त्यही पनि यही अगाडि गाडीले ठाङराङ्गा आएर छेकिदियो। हामी कहाँ आयौँ रे अब? बढी र हामी आयौँ चक्लेट। यो दुईटा दुन्छीहरूले चक्लेट खाने भनेर लिएर आउनु मलाई चक्लेट फ्याक्ट्री। मलाई खुवाउने भनेर लिएर आएन, म त एडप्टेड चाइल्ड हो के बोले। रोकिन ब्याजसँग लिन्छु के साउ रोकिन पछि। कति के खाने हो? जे खाने खा तिर्नुपर्ने मैले हो जसरी। हामी चाहिँ टक्क लाएर चक्लेटको पैसा चक्लेट झरेको पैसा हेर्न नसकेर यहाँ सिधै कबिखान आएको। ल आइयो होइन ठाउँमा भन् त कति घन्टा ड्राइभ गरेर अरे? 2.5 घन्टा के हेर्न आइगिस्? फिलिपिन हेर्न आइग्यो। एउटा ढुङ्गो यही ढुङ्गो हेर्न आयो तेरो फिलिपिन। पेङ्गुइन परेलमा पैसा हालौँ भने पेङ्गुइन आउला नआउला भन्नु परेन। त्यही भएर अहिले अब यहाँ त्यहाँ मुनि खोज्न जाने हो पेङ्गुइन। फाइनली आइयो यो ठाउँमा त यस्तो राम्रो चिज पनि पाइन्छ। बुढी सर्बो तँलाई 2 शब्द केही भन्नु भन् के रो गोप्टे